गाइज हो म चाहिँ माइत जान लागेको अवस्था बिहान बिहानै कति मजाको बत्ती बलिरहेछ राम्रोसँग उज्यालो नहुँदै गाइज हो माइत जाँदा यति खुसी धेरै पछाडि गाडी चढेर यात्रा गर्दैछु कति राम्रो काम लाग्यो गाइज हो ल साथीहरू हेर्नुहोस् बिहान बिहानै नगरकोट डाँडामा कति राम्रो काम लागेको छ यो चाहिँ नगरकोट हो है पारीको चाहिँ साखु हो पारीको चाहिँ नगरकोट अनि यो चाहिँ नगरकोटको जङ्गल नगरकोटको जङ्गलमा उकालो गरेको साथीभाइहरू भिडियो कस्तो लाग्छ गर्नुपर्ने हो हेर्दै गर्नुहोला भर्खर सिक्दै हो भिडियो बनाउन बिस्तारै जानिसकेपछि राम्रो होला भन्ने आशा छ तपाईँहरू सबैले हेरिदिनुहुन्छ कि भन्ने आशा राखेको छ मनमा हजुर ल फाइनली मलाई छोरी बधाइनी चाहिँ हाम्रो घर हो घर होइन घर जाने बाटो अनि यो चाहिँ मेरो पान्टाङ पुन्टुङहरू भिडियो बनाएर सिक्या हो भनेर यस्तो छ बाटोको अवस्था म चाहिँ यस्तो हो गरेको भनेर घुमिरहेको बिहान बिहानै 7 बजे घर पुगेको हाम्रोतिर चाहिँ फुलको लाइन अनि घर पुगे जति नै फुल छ सबैजना जम्मा हुने कार्यक्रम छ आज ल फाइनली घर पनि पुग्यो अब मम्मीलाई सरप्राइज भनौँ न कता हुनुहुन्छ मम्मी ल मम्मी त हुनुहुन्न त घरमा कति जानुभएछ मम्मी म आउँछु भन्ने भएर ए ल उता लुगा सुकाउँदै मेरो बेला अनि यहाँ चाहिँ अब भान्जीको लुगा खोल्ने कार्यक्रम चलिरहेछ मामाको आमा यहाँ बाटा बोकेर आउँदै हुनुहुन्छ अनि यो चाहिँ मेरो बुहारी हो यो मेरो छोरी हाई गरिरहेको छु एउटा मोबाइल खेल्दै एउटा गाडी कुदाउँदै अर्को यो चाहिँ मेरो भाइको छोरी हो कुदिरहेछ यो मेरो प्यारी बधाइनी भाइकी छोरी मम्मी चाहिँ यहाँ छोरीलाई लड्छ भनेर गराउँदै यसो मकैबारीको पनि भिडियो बनाएको अवस्था ल है गाइजहरू अफ सिजनको मकै हो यो चाहिँ खानमा इच्छुक हुने व्यक्तिहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ किनभने हाम्रो चाहिँ कार्तिक महिनामा पनि मकै मजाले खाने बेला भइरहेछ प्लस साउनमा बेचेर हरियो मकै बेचेर अनि फेरि छरेको मकै हो यो चाहिँ त्यही भएर भर्खर खाने बेला हुँदैछ पारीतिर चाहिँ घाँसै आलु रोप्नलाई प्याज लसुन रोप्नलाई ट्र्याक्टर लाउने भाइहरू यो चाहिँ गोठ हो गोठमा गाई छ गाई यो चाहिँ हाम्रो माली गाई हो अनि यो दुध दुने चाहिँ माली गाईको साउनी माली गाईको अनि यो चाहिँ माली गाईको बच्चा कति राम्रो छोरो पाइछ माली गाई यता हेर खोइ माली गाई यता हेर भन्दा हेर्छ यसरी गुड ज्ञानी गाई अनि यो बच्चा चाहिँ घिचौरे खानालाई उहाँ कुदिरहेछ यसको दुध यत्रो भयो अनि यो गाई भयो हाम्रो भर्खर बेलै अलिकति मात्रै दुध पनि दुइसके है हाम्रो बाख्रा चाहिँ थोरै छ यो बाख्रा हो यहाँ बाख्रा पनि छ बफेलोको बच्चा 3टा बाख्रा अनि यो चाहिँ काली बफेलो अनि यहाँ काली भैँसी छ पानी खाँदैछ यो यहाँ नाचिरहेछ दुध खानलाई मुख चटाउँदै कालीको छोरी अनि यो चाहिँ पानी खाइरहेछ कति राम्रो छ अनि यो चाहिँ हाम्रो चाङ हो ल यो चाहिँ हाम्रो बुहारी काली भैँसीको साउनी अनि यो चाहिँ प्यारो बुढो बाइक पूजा गर्दै हुनुहुन्छ नयाँ बाइक लिएको खुसियालीमा बाइक पूजा गर्दै हुनुहुन्छ उहाँ चाहिँ फर्स्टमा अहिले भिडियो बनाइदिएको मात्रै हो पछाडिबाट साथीहरू तपाईँहरूलाई भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला बत्ती चाहिँ बलिसक्यो गर्नुहोला
बत्ती राख्नु ल पहिला भुइँमा लाइक पनि गर्नु एक राउन्ड घुमेर बत्ती राख्यो भने धन्यवाद सबैजनालाई फाइनली बाइक पनि पूजा गरिसक्नुभयो छोड न पूजा गर्न मान्छेलाई दुःख दिने काम मात्र नगर नि ल एक मिनटको पूजा गर्दै हुनुहुन्छ कि बिहानै पुरा नगर नयाँ बाइक लिएपछि के बारी धनको सुन पनि त्यो यति धेरै ल्याउनु भएछ कि किनेर बजारबाट पुरा नगर्नु फुलबाट फाइनली ल बाइक पनि पूजा गरिसक्नु भयो उहाँले छरिन धानको लाकिरिन मगाए यो झर्ना लागिसकेको अझै मेरो पुरा बुढो छुच्ची छोरीको बाबा दुध पकाउँदै हुनुहुन्छ त्यसै गरौँ बाबालाई ल भाग्यमानी भने देख्नुभयो फेरि गर्छु यो सब्सक्राइब लाइक कमेन्ट सेयर पनि गर्नु होला साथीहरू अझै राम्रो भिडियो बनाउने छु गाइस